जोजलपा नमस्ते। समय सन्दर्भको पर्खाइमा रहनुभएका सम्पूर्ण श्रोताहरूलाई अभिवादन। प्रविधि संयोजनमा वीरेन्द्र शाक्य र म शङ्कर थापाको। श्रोताहरू, आजको कार्यक्रममा हामी सरकारले दोस्रो चरणमा भर्खरै सुरु गर्न आँटेको कोभिड विरुद्धको खोपको बारेमा कुराकानी गर्न कीर्तिपुर नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख हुनुहुन्छ, उहाँसँग हामी कुराकानी गर्दैछौँ। सन्तमान मानन्दर, उहाँ टेलिफोनमा जोडिनु भएको छ। हेलो हेलो हजुर, नमस्कार सन्तमान मानन्दर। नमस्कार। अहिले सरकारले भर्खरै चाहिँ यो दोस्रो चरणको कोभिड विरुद्धको खोप सुरु गरेको छ हाम्रो नगरपालिकामा पनि। यसबारेमा नगरपालिकाले कसरी यो खोप लगाउने व्यवस्था गरेको छ, अलिक केही बताइदिनुहोस् न। धन्यवाद छ। हजुर, यो हामी 23 गतेबाट भोलिबाट यो कोभिडको खोप लगाउँदैछौँ, यो सरकारको केन्द्रकै निर्णय अनुसार। हजुर, 23 गते भनेको आज। यसमा चाहिँ अब सुरुमा 55 वर्ष माथिको भन्ने आएको थियो। हजुर, मन्त्रालयले गरेको निर्णय। पछि फेरि रिसेन्टली मतलब अब हिजो अस्ति शुक्रबार चाहिँ फेरि 65 वर्ष माथिकोलाई 10 दिन गर्ने र त्यसपछि 55 देखि 64 सम्मकोलाई 10 दिन लगाउने भन्ने कुरा भयो। यो अलिकति कन्ट्रोभर्सियल हुन गयो। यो हामीले सर्कुलर गरिसकेपछि जनमानसमा अलिकति कन्फ्युजनको स्थिति भएको थियो। हामीले तुरुन्तै त्यसलाई सुधार गरेर त्यो गरेका छौँ। हजुर, र 65 वर्षभन्दा माथि को ज्येष्ठ नागरिकहरूलाई हामी भोलि 23 गतेदेखि चाहिँ 10 दिनसम्म लगाउँछौँ। हजुर, र त्यसपछि अर्को 10 दिन चाहिँ 55 वर्षदेखि 64 वर्षसम्मको ज्येष्ठ नागरिकहरूलाई लगाउँछौँ। हजुर, र यसै क्रममा हामीले 3टा केन्द्र राखेका छौँ। हजुर, 3टा केन्द्र, एउटा पाङा बालकुमारी स्वास्थ्य चौकी, हजुर, र एउटा विष्णुदेवी अस्पताल, हजुर, र आयुर्वेद अनुसन्धान केन्द्र। हजुर, यो सुरुमा लगाएको केन्द्रलाई पनि कन्टिन्यू गरेका छ। हजुर, र त्यो केन्द्रहरूमा हामी 10 बजेदेखि 4 बजेसम्म खोप लगाउँछौँ। हजुर। यो हामीले आयुर्वेद अनुसन्धान केन्द्रमा चाहिँ थप जस्तो हामीले 4 र 6 वटा भनेका थियौँ, अब अहिले 10लाई पनि त्यहाँ समेटेका छौँ। हजुर, र त्यहाँ थप चाहिँ यो चालक सहचालकहरूलाई पनि हामीले व्यवस्था गरेका छौँ। अब त्यो चाहिँ चालक सहचालक चाहिँ यो 23 आजबाट 10 दिनसम्म चाहिँ 65 वर्ष माथिकोलाई मात्रै लगाइन्छ। त्यसपछिकोमा चाहिँ चालक सहचालकहरू पनि पर्नुहुन्छ। हजुर, हजुर। यसरी व्यवस्थापन गरेका छौँ। 10 बजेदेखि 4 बजेसम्म त्यहाँ खोप लगाउने व्यवस्था गरिएको छ। यति नै हो। हजुर, 3वटा केन्द्रमा गरेर अब पहिले चाहिँ हामीले 55 वर्षदेखि भनेर सरकारी तौरबाटै सूचना आएको थियो। यसलाई चाहिँ यसलाई परिवर्तन गरेर 65 वर्षभन्दा माथिकालाई 3वटा केन्द्रमा हामी खोप दिँदैछौँ, होइन? हो। अनि यो खोपले केही असर गर्ला कि भन्ने बारेतिर केही ध्यान दिनु भएको छ कि छैन? मैले यहाँको आवाज चाहिँ अलिकति क्लियर भएन, सानो सुनियो। हजुर मानन्दज्यू, यो खोपले कुनै तत्कालै असर गरिहाल्यो भने त्यस विषयमा केही सोच्नु भएको छ? धन्यवाद। त्यो अब खोप लिएपछिको असर भनेको खासै अहिलेसम्म त्यस्तो असर देखिएको छैन। हजुर। अब यदा कदा त्यो अब धेरै ठुलो सङ्ख्यामा 1-2जनालाई त्यस्तो असर देखिन सक्छ। हजुर। साधारण असर भनेको अब सियोले घोप्ने हो, त्यहाँ अलिअलि दुखिहाल्छ। र खोप लगाइसकेपछि धेरैजनालाई चाहिँ त्यसको 2-4 घन्टा पछिबाट हल्का ज्वरो आउने र कोहीलाई अलि बढी नै ज्वरो आएको पनि रेकर्ड चाहिँ पाइएको छ। त्योभन्दा नराम्रो असर त्यस्तो देखिएको छैन। अब तत्कालै चाहिँ त्यस्तो नराम्रो केही देखियो भने हजुर खोपको एलर्जीको कारणले खोपको चाहिँ गम्भीर असर देखिन गयो भने हामीले कीर्तिपुर अस्पतालमा त्यस्तो अवांछित खालको घटनाहरू भयो भने त्यसको व्यवस्थापनको लागि कीर्तिपुर अस्पतालमा एकजना डाक्टरलाई तालिम दिएरै त्यहाँ व्यवस्थापन गरेका छौँ।
हजुर। अनि यो खोप लगाएपछि कति घन्टासम्म त्यही स्थानमा बसिराख्नु भन्ने किसिमको पहिला यस्तो किसिमको खोप सूचना पनि आएको लगाएपछि थियो? हामीले मन्त्रालयकै त्यो प्रोटोकल अनुसार चाहिँ आधा घन्टासम्म त्यहीँ हेर्छौँ। ए त्यहीँ बस्नुपर्छ है। त्यसमा धेरै साह्रो असर पर्यो भने चाहिँ कीर्तिपुर अस्पतालमा यहाँहरूले व्यवस्था पनि गरिदिनु भएको छ है? हजुर। धेरै राम्रो। हजुर, म यो स्वास्थ्य सम्बन्धी जानकारी दिनुभएको म यहाँलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। व्यस्तताका बावजुद पनि हामीलाई थोरै समय दिएर यो जानकारी दिनुभयो। म नेवा एफएमको तर्फबाट यहाँलाई धन्यवाद दिन चाहन्छु मानन्दरज्यू। हस्, धन्यवाद। नेवा एफएमको यो टिमलाई पनि आजबाट सञ्चालन हुने खोपको बारेमा मलाई 2-4 शब्द राखेर यो आम जनसमुदायमा चाहिँ यो आज सूचना सम्प्रेषण गर्न समेत मद्दत गरिदिनु भएकोमा यहाँको एफएम परिवार टिमलाई नै धन्यवाद। हजुर, हस्, धन्यवाद। भविष्यमा पुनः यहाँसँग जोडिने आशा राख्दै आज हामी यहाँसँग छुट्टियौँ। हस्, धन्यवाद। उहाँ हुनुहुन्थ्यो सन्तमान मानन्धर, कीर्तिपुर नगरपालिका स्वास्थ्य शाखाका प्रमुख। समसामयिक विषयहरूको साथमा समय सन्दर्भ, जनस्वास्थ्य, शिक्षा तथा आम नागरिकका ताजा विषयवस्तु समेटेर तयार पारिने समय सन्दर्भ। श्रोताहरू, कार्यक्रममा पुनः म यहाँलाई स्वागत गर्न चाहन्छु। अब यसभन्दा अगाडि शनिबार कीर्तिपुर नगरपालिका वडा नम्बर 10 को तनहनीमा यो दाफा पुकार सम्बन्धी एउटा तालिम आयोजना भइरहेको छ। 3 महिने तालिम हो यो तालिममा हिजोको कार्यक्रममा विशेष गरी भक्तपुरको ताथलीबाट आएको एउटा दाफा समूह, बाँसुरी वादनको दाफा समूह छ र त्यसै गरी भक्तपुरकै दत्तात्रेय नौबाजा महिला दाफा खलको 2वटा समूह आएर कार्यक्रममा आफ्नो प्रस्तुतिहरू प्रस्तुत गरेको थियो र सो कार्यक्रममा विशेष अतिथिको रूपमा कीर्तिपुर नगरपालिकाका वडा नम्बर उपमेयर तथा प्रवक्ता सरस्वती खड्का हुनुहुन्थ्यो र प्रमुख अतिथि हुनुहुन्थ्यो वडा नम्बर 10 का वडा अध्यक्ष अमन महर्जन। उहाँहरूको पनि प्रमुख आतिथ्यमा हिजोको कार्यक्रम सम्पन्न भएको थियो। सो कार्यक्रमको संयोजकमा हुनुहुन्थ्यो पुष्पा पलाञ्चोकी। सो कार्यक्रम मैले पनि स्थलगत भ्रमण गरेको थिएँ र सो स्थानमा केही बाजाहरूको बारेमा र बाजा बजाउने प्रतियोगी भनौँ न सहभागी कलाकारहरूबाट केही सन्देशहरू पनि यहाँ रेकर्ड गरेर ल्याएको छु। म यसलाई जस्ताको तस्तै यहाँहरूलाई प्रस्तुत गर्न गइरहेको छु आजको कार्यक्रममा।
आ ना 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 ने ना आ ना ने आ ना ने ना 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 आजको कार्यक्रममा केटीपुरको धननी दाफा खलले आयोजना गरेको एउटा कार्यक्रम मा भक्तपुरबाट आउनुभएको छ। भक्तपुर दत्तात्रेय 9 बाजा महिला दाफा खलको सदस्य हुनुहुन्छ इन्दिरा लाक्षेमसु। उहाँ चाहिँ यो दाफामा कसरी प्रेरित हुनुभयो भन्ने बारेमा आज हामी उहाँसँग कुराकानी गर्दैछौँ। सबभन्दा पहिला नेवा एफएमको समय सन्दर्भ कार्यक्रममा यहाँलाई स्वागत छ। हजुर हस्, धेरै धन्यवाद। तपाईँ यो दाफाप्रति कसरी प्रेरित हुनुभयो? दाफाप्रति प्रेरित हुनुको मुख्य कारण चाहिँ हामी दाफा भोजन भनेको केटी मान्छेहरूले गाउन नहुने हो त होइन नि, होइन। हामीले यो दाफा भोजन हाम्रो कला संस्कृति हाम्रो बाजा बचाइराख्नको लागि केटा मान्छेहरू मात्र होइन, केटी मान्छेहरूले पनि बचाइराख्न सक्छौँ र केटी मान्छेहरू पनि अघि सर्न सक्छौँ भन्ने कुराले नै हामी प्रेरित भएर हामी अगाडि बढेका छौँ, होइन। यो कला संस्कृति भनेको केटा मान्छेहरूले मात्र जोगाउने, केटी मान्छेहरूले पनि जोगाउन सक्छौँ।
मुख्य गरेर यो केटाहरूले बजाउने बाजा हो नि यो त होइन? मुख्य गरेर पुरा- केटा पहिला परापूर्व कालदेखि कालदेखि नै पौराणिक कालदेखि नै परापूर्व कालदेखि नै भनौँ न यसमा केटा मान्छेहरूको मात्र संलग्न थियो। अहिले केटाहरूको रुचि नभएको कि के भयो? केटा नै केटी बनेर गर्छन् भएको त त्यस्तो पनि छ है। सुरुमा त त्यस्तै गर्छ, केटा मान्छेहरू नै केटी भएर बजाउने कला पनि देखाउँछन्, तर त्यसमा केटी मान्छेहरू त्यसरी समावेश हुनु हुँदैन भन्ने एउटा उयो नै होला, सङ्कुचित भावना। एउटा सङ्कुचित भावना, अन्धविश्वास हो त्यो चाहिँ होइन। घरमै मात्र सीमित हुनुपर्ने त्यस्तो थियो। अनि तपाईँले चाहिँ अब के बाजा बजाउनुहुन्छ है? मैले चाहिँ धिमी बाजा बजाउँछु, अनि त्यसपछि नौ बाजा बजाउँछु। नौ बाजा अन्तर्गत चाहिँ 9 थरीको बाजाहरू छ, कर्खिङ, पास्त, नायोखिङ, धिमेचा, कोखिङ, ढलक, पश्चिमा, नगरा, 9 थरीको भयो। यतिहरू 9 थरीको बाजाहरू बजाउँछु। अनि बाहेक मैले यो दाफा भजनमा चाहिँ लालाखिङ बाजा बजाउँछु। दाफा भजनमा प्रयोग हुने लालाखिङ हो, त्यो पनि अहिले बजाउँदै आएको छु। यता पनि रुचि कसरी बढ्यो तपाईँको? अब रुचि भन्दा पनि अब मेरो घरको एउटा माहौल नै यस्तै बाजाहरू पहिलादेखि नै बजाउने थियो। हाम्रो बाजेको बुबा, पालादेखि नै। हजुर बुबा अनि बुबादेखि नै लिएर पहिलादेखि नै उहाँहरू दाफा भजनको 9 बाजाको गुरु हुनुहुन्छ। त्यो कारणले चाहिँ अब सधैँभरि नै घरमा सुनिने भजनहरू गाएको सुनिने, अनि त्यसपछि सधैँ बाहिर बजाउने होइन, त्यो कारण अब सुनेरै भनौँ न होइन, त्यो भएर पनि अनि बाको एउटा प्रेरणाको कारण, परिवारको एउटा प्रेरणाको कारण नै अब सिक्न चाहे। उहाँ चाहिँ तपाईँको बहिनी? मेरो बहिनी नमस्कार। शुभ नाम के यहाँ? जुइलो जुन? हजुर यहाँ चाहिँ के बजाउनुहुन्छ? हजुर मलाई पनि त्यस्तै उहाँले जति चाहिँ मैले निरन्तर दिन सकिरहेको छुइनँ होइन, तर बजाउन चाहिँ म पनि प्रायः जस्तो बाजाहरू बजाउँछु। यो लोग्ने मान्छेहरूले बजाउने बाजा केटी मान्छेहरूले बजाएर केटाहरूले समय दिन नसकेको कारणले यो लोप हुँदै गएको अवस्थामा तपाईँहरूले अब महिलाले चाहिँ यो केटाहरूले यो मात्र बाजा बजाउनु संरक्षण गर्न सक्दैन होला जस्तो हामीलाई लाग्छ क्या। हामी पनि नलागि यो उठान हुँदैन कि जस्तो लाग्छ, झन् झन् डुब्दै जाला कि जस्तो लाग्छ कि। त्यही भएर केटी मान्छेले पनि अघि सर्यो भने केटी मान्छे अघि सर्यो भने पक्कै पनि यो झन् बलियो हुन्छ। बलियो हुन्छ। त्यो कारणले चाहिँ अब हामी केटी मान्छेहरू चाहिँ एकदम अग्रसर हुनुपर्छ, अघि सर्नुपर्छ। अनि जसरी उहाँले अब सरेर अघि बढेर के देखाउनु भयो नि, त्यहाँबाट पनि अझ बढी यो महत्त्व बढ्दै यसलाई मन पराउन थालेको छ क्या यो सङ्कट दाइले एक फेरि भयो है। अनि यस पछाडि के भने मैले तपाईँलाई के भनेको भने यो भावी पुस्ता हामी अहिले तपाईँले आफ्नो बाउबाट सिक्नुभयो, बाजेबाट सिक्नुभयो, अब आफ्नो नाति नातिहरूले पनि यो बाजाको परम्परा संरक्षण गरिराखोस् भनेर कसरी गर्न सकिन्छ भन्ने कुरा के सोच्नु भएको छ? यो चाहिँ हामीले पुस्ता हस्तान्तरण भन्छ यसलाई, हामीले पुस्ता हस्तान्तरण गर्नु अति आवश्यक छ होइन। अब यो पुस्ता हस्तान्तरण गर्नको लागि हामीले यसलाई बचाउनुपर्छ, जोगाउनुपर्छ, संरक्षण गर्नुपर्छ भनेर मुखले मात्र भनेर हुँदैन। यसलाई व्यवहारमा उतार्नको लागि अहिले के हुँदैछ भने हाम्रो अब आजभोलि बच्चाहरू सबैजना आधुनिक समयमा व्यस्त भइसक्यो, टाइम दिन सकिँदैन तिनीहरूले। त्यो कारणले पहिलाको समय जस्तो आऊ तिमीलाई बाजाहरू सिकाउँछु भनेर भन्दा पनि उनीहरूको समय हुँदैन, स्कुल जानुपर्छ, एक्स्ट्रा कुराहरू रुचिहरू पनि हुँदैन। अनि त्यसको लागि के गर्नुपर्छ भन्दा उनीहरूलाई पाठ्य पुस्तकमा समावेश हुनु अति आवश्यक छ। यो पाठ्य पुस्तकमा समावेश भयो भने अनिवार्य रूपमा चाहिँ अहिलेको नयाँ पुस्ताले उनीहरूले सिक्न सक्छ। अहिले हाम्रो यो भक्तपुर नगरपालिकाले चाहिँ यो कदम अगाडि सरेको छ र विगत 3 वर्ष अगाडिदेखि नै हाम्रो स्थानीय पाठ्यक्रम निर्माण गरेको छ। त्यसमा हाम्रो बाजा नाच कला संस्कृति, हाम्रो जुजुटौ बनाउने, हाम्रो ढाका टोपी बारे सबै कुरा त्यसमा समावेश गरेको छ। यदि त्यो कुराहरूलाई उनीहरूलाई निरन्तर रूपमा सिकाउँदै लान सक्यौँ भने मात्रै हामीले यसलाई चाहिँ अब नयाँ पुस्तालाई हस्तान्तरण गर्न सक्छौँ। बारे पनि उनीहरूलाई बुझाउन सक्यौँ भने तपाईँहरूको यो विचार मलाई एकदम खुसी लाग्यो, किनभने पाठ्यक्रममै अहिलेको बच्चाहरू कसरी नयाँ प्रविधि आइसकेको छ, त्यसले गर्दाखेरि माइन्ड डिभर्ट हुन्छ, अन्त त्यो माइन्ड जान्छ होइन।
त्यसले गर्दाखेरि पाठ्यक्रममै समावेश गरियो भने बाध्य भएर पढ्नु अनि त्यसपछि पाठ्य पुस्तकमा हामीले समावेश गर्न सक्यौँ भने हामी नेवार भनेको कला संस्कृतिमा यति धनी छौँ, यति अगाडि छौँ होइन। यति धेरै हुनुहुन्छ, गुरुहरू हुनुहुन्छ होइन। उहाँहरूलाई पनि एउटा अवसर हो, हामीलाई एउटा पेसागत रूपमा अगाडि बढाउन सक्छौँ होइन। उहाँ गुरुहरूलाई हामीले पाठ्यक्रममा समावेश गऱ्यौँ भने पेसागत रूपमा हामीले तपाईँले यो सिकाउने, यो सिकाउने, यो ठाउँमा यो सिकाउने भनेर उहाँहरूलाई पनि पठाउन सक्यौँ भने उहाँहरूलाई पेसागत रूपमा पनि अगाडि बढ्न सक्छौँ, व्यावसायिक रूपमा हामीले अगाडि बढ्न सक्छौँ। अहिलेको नयाँ सजिलो तरिकाले हाम्रो मुख्य आउने नै टुरिज्म हो क्या। टुरिज्मबाट नै हामीले यसबाट धेरै अपर्च्युनिटी नै पाउँछौँ अनि प्लस काम जस्तै भनौँ न, कामै जबै जस्तो हुन्छ कि। तिनीहरूले खोज्ने नै हाम्रो नेपालमा आएर खोज्ने नै कस्तुरमा त्यही हो कि। यहाँहरूको विचार एकदम उच्च विचार लाग्यो मलाई। खोज्ने भयो भने यो नै सबभन्दा भावी पिँढीले सिकोस्, यहाँहरूको जस्तै विचार हाम्रो भावी पुस्ताले पनि सिकुन् र यो खी बाजा, यो लाफा पुका चाहिँ भविष्यसँग पनि रहिरहोस्। एकदमै शुभकामना छ। नेवा एफएममा आएर यति बोलिदिनु भयो, तपाईँलाई धन्यवाद, धेरै धेरै धन्यवाद। नेवा एफएम सुन्दै गर्नुहोला। हाम्रो कार्यक्रम चाहिँ बिहान समय सन्दर्भ भन्ने कार्यक्रम हुन्छ 7:30 बजे। उहाँहरू हुनुहुन्थ्यो इन्दिरा र जुलुम। श्रोताहरू, यो स्थलगत रिपोर्टिङ भएकोले सुन्नमा केही कठिनाइ हुन पुग्यो होला, माफ चाहन्छु यहाँहरूसँग। श्रोताहरू, यसका साथै अब आजको समय सन्दर्भलाई म बिट मार्ने कोसिस गर्दैछु। कार्यक्रमबाट प्रविधि संयोजनमा विविशा साक्य र शङ्कर थापा आज्ञा चाहन्छौँ। नेवा एफएम सुन्दै गर्नुहोला। धन्यवाद। शुभ